सरकारले अब तपाईँ र हाम्रो निजी क्षेत्रका कारोबारलाई भ्रष्टाचारमा अनुसन्धान गर्ने तयारी गरेको छ। तपाईँ र मैले कुनै प्राइभेट वा पब्लिक कम्पनी खोल्यौँ र त्यसमा कुनै नाफा आर्जन गऱ्यौँ भने त्यसमा कुनै अनियमितता देखिए अब भ्रष्टाचारमा कारबाही गर्ने तयारी सरकारले गरेको हो। त्यसो भए यसभन्दा अगाडि चाहिँ निजी क्षेत्रहरूको भ्रष्टाचारका काम कारबाहीहरू के कसरी अनुसन्धान हुँदै आएको थियो त? खासमा तपाईँ हाम्रा निजी क्षेत्रका व्यवसायलाई नियमन गर्न विभिन्न निकायहरूको गठन सरकारले गरेको छ। हामीले व्यवसाय गर्दा पहिले कम्पनी दर्ताको कार्यालयमा हामीले हाम्रो व्यवसायलाई दर्ता गरेका हुन्छौँ। त्यसबाहेक कर तिर्ने प्रयोजनका लागि हामीले हाम्रो व्यवसायलाई आन्तरिक राजस्व कार्यालयमा प्यानमा वा भ्याटमा दर्ता गरेका हुन्छौँ। तपाईँ हाम्रो सबै इन्कमलाई हामीले कर कार्यालयमा कर तिरेर वैध बनाएका हुन्छौँ। यदि कर नतिरेको भए कर प्रशासनको कानुनको माध्यमबाट कर कार्यालय तथा कर विभागले नियमन गरिरहेका हुन्छन्। तर अब निजी क्षेत्रका गतिविधिहरू पनि भ्रष्टाचारजन्य रूपमा अनुसन्धान गरिनुपर्ने माग चौतर्फी बढेपछि सरकारले पनि भ्रष्टाचारमा अब निजी क्षेत्रलाई पनि अनुसन्धान गर्ने तयारी गरेको हो। हामीले जुन यो निजी क्षेत्र भनेर भनिरहेका छौँ, यसमा को पर्छन् त? निजी क्षेत्र भनेको निजी सङ्घ संस्था, कम्पनी, बैङ्क, वित्तीय संस्था, अस्पताल, शिक्षण संस्था लगायतका कम्पनी कार्यालयमा दर्ता भएका क्षेत्र हुन्। अनि यी निजी क्षेत्रहरूले विशेष गरी ठुला परियोजना, सार्वजनिक खरिद, ठेकापट्टा, इजाजत पत्र र नियमनको क्षेत्रमा निजी क्षेत्रका संस्था वा व्यक्तिले सरकारी अधिकारीहरूसँग मिलेर भ्रष्टाचारको माध्यमबाट अवैध फाइदा लिने सम्भावना हुन्छ। यस्तो अवस्थामा सरकारी र निजी क्षेत्र दुवैको भ्रष्टाचारको छानबिन गर्नु आवश्यक हुन्छ। सरकारी अधिकारीहरूलाई भ्रष्टाचारका कसुरमा अनुसन्धान गर्नका लागि हामीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोग छँदैछ। तर निजी क्षेत्रको कारबाही अख्तियारले गर्न पाउने कि नपाउने लामो समयदेखि चल्दै आएको यो बहसमा अब निजी क्षेत्रहरू भ्रष्टाचारका कसुरमा संलग्न छन् र तिनीहरूको कारबाही पनि अख्तियारले नै गरोस् भनेर अब नयाँ कानुनी व्यवस्था ल्याउन सरकारले लागेको हो। हामी कहाँ बैङ्क तथा वित्तीय संस्थामा हुने बदमासीको बारेमा नेपाल राष्ट्र बैङ्कले हेर्दै आएको छ। बिमामा हुने बदमासीको विषयलाई बिमा समितिले अनुगमन गर्ने गरेको छ। तर कर्पोरेट क्षेत्रमा हुने भ्रष्टाचार तथा अनियमितताका बारेमा भने हेर्ने र कारबाहीको दायरामा ल्याउने विषयलाई प्रष्ट रूपमा कुनै पनि कानुनले सम्बोधन गरेको छैन। निजी क्षेत्रको अनियमिततालाई सम्पत्ति शुद्धिकरणको आरोप, ठगी तथा जालसाजन्य कसुर, राजस्व छलीको कसुरमा समेत अनुसन्धान र कारबाही हुने गरेको छ। यद्यपि नियमन गर्ने निकाय कम्पनी रजिस्ट्रारको कार्यालय र कर कार्यालयले केही मात्रामा अनुगमन पनि गर्दै आएका छन्। तर निजी क्षेत्रका कतिपय भ्रष्टाचारजन्य कार्यहरूलाई नियन्त्रण गर्ने निकाय नभएका कारण कानुनी दायरामा ल्याउन अझै सकिएको छैन। पछिल्लो पटक प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय माताहतको राष्ट्रिय सतर्कता केन्द्रले निजी क्षेत्रमा चरम भ्रष्टाचार हुने गरेको विषयलाई औल्याउँदै उनीहरूलाई पनि कारबाहीको दायरामा ल्याउने विषयलाई कुनै न कुनै ऐनमा समावेश गर्न र कारबाहीका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएको छ। त्यही सुझाव अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जारी गरेको भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना आर्थिक वर्ष 2082-83, 2087-88 को मसुदामा सबै क्षेत्रमा हुने भ्रष्टाचारजन्य गतिविधिलाई अब अनुसन्धानको दायरामा ल्याउने उल्लेख गरेको छ। त्यसो त निजी क्षेत्रको भ्रष्टाचारमा कारबाही गर्ने यो नौलो प्रयास भने होइन। यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेस्रो संशोधन विधेयक र भ्रष्टाचार निवारण आयोगको पहिलो संशोधन विधेयकले समेत अख्तियारको क्षेत्राधिकार विस्तार गरी निजी क्षेत्रमाथि पनि अनुसन्धान गर्न सक्ने बनाएको थियो। पछि सोही प्रावधान नराख्ने गरी दलहरू बीचमा सहमति गरी हटाइएको पनि थियो। तर यता नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ सहित निजी क्षेत्रका मुख्य छाता सङ्गठनहरूले यस प्रावधानको निरन्तर विरोध गरेका छन्। निजी क्षेत्रको नियमनमा पर्याप्त निकाय सक्रिय रहेकोले पनि निजी क्षेत्रलाई भ्रष्टाचारको दायरामा ल्याएर अनुसन्धान गरिराख्नु नपर्ने उनीहरूले तर्क दिँदै आएका छन्। निजी क्षेत्र छिटो निर्णय गर्नुपर्ने र अधिक धेरै काम गर्नुपर्ने अवस्थामा हुने क्षेत्र भएकाले अख्तियारको डरले सरकारी निकायमा चाहिँ कामै नहुने हो कि भन्ने जोखिम रहनेतर्फ उनीहरूले चिन्ता व्यक्त गरेका छन्। निजी क्षेत्रले नियमनकारी निकायबाट लाइसेन्स लिएरै सञ्चालनमा रहने भएकाले पनि राज्यको नियमनभन्दा बाहिर नरहेको उनीहरूको तर्क छ। निजी क्षेत्रको भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान कसरी गर्ने भन्ने प्रक्रिया पनि त्यति सजिलो र स्पष्ट छैन। सरकारी कर्मचारीहरूको भ्रष्टाचारजन्य कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दै आएकोमा निजी क्षेत्रको भ्रष्टाचारको कसुरमा कसले अनुसन्धान गर्ने भन्ने पनि स्पष्ट व्यवस्था छैन। अनुसन्धानको चरण पनि त्यत्तिकै चुनौतीपूर्ण छ। अब चर्चा गरौँ सरकारले भ्रष्टाचारजन्य कसुरको अनुसन्धानका लागि के कस्तो रणनीति बनाइरहेको छ। सरकारले जारी गरेको प्रतिवेदनको रणनीतिक स्तम्भ 3 मा सबै क्षेत्रमा हुने भ्रष्टाचारजन्य कार्यलाई अपराधीकरण गर्ने र राज्यलाई हानि नोक्सानी भएको वा अनुचित लाभ लिएर दिएकोमा बाहेक दुष्कृतिजन्य कार्य सच्याउन अवसर प्रदान गर्ने गरी नीतिगत तथा कानुनी व्यवस्थामा सुधार गर्ने भनेर उल्लेख गरेको छ।
जसको कार्यनीतिमा सहकारी, निजी वा पब्लिक कम्पनी, निजी सङ्घ संस्थामा हुने भ्रष्टाचार निवारण गर्न आवश्यक व्यवस्था गर्ने भनेर उल्लेख छ। निजी क्षेत्रका हरेक क्रियाकलापमा सुशासन प्रत्याभूत गर्ने समेत कार्यनीतिमा उल्लेख छ। सोही रणनीति कार्यान्वयन गर्न तयार कार्ययोजनामा सदाचार प्रवर्धन गर्न निजी क्षेत्रको भूमिका सम्बन्धी क्रियाकलाप समेटिएको छ। त्यसो भए कसरी ल्याइँदैछ निजी क्षेत्रलाई कानुनको दायरामा भन्ने तपाईँको चासोको विषय हुन सक्छ। राज्यले हरेक व्यावसायिक प्रतिष्ठानले व्यावसायिक सत्यनिष्ठ आचार संहिता तर्जुमा गरी लागू गर्नुपर्ने गरी कार्ययोजना बनाएको छ, जसको जिम्मेवार निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सहयोगी निकायमा निजी क्षेत्रका छाता सङ्गठन रहने गरी तोकिएको छ। यस्तो कामको अनुगमन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गर्नेछ। यो काम 1 वर्षभित्र सक्ने गरी समय पनि तोकिएको छ। तर यसको जोखिमका रूपमा भने स्वैच्छिक पालना कमजोर हुन सक्ने समेत यो मसौदामा उल्लेख गरिएको छ। कार्ययोजना अनुसार व्यावसायिक निष्ठा सुदृढ गर्न फर्म कम्पनीका छाता सङ्गठनले भ्रष्टाचार विरोधी अनुपालन कार्यक्रम समेत सञ्चालन गर्नुपर्नेछ। यो काम निरन्तर गर्नुपर्ने कार्ययोजनामा छ। सहकारी, पब्लिक र प्राइभेट कम्पनी तथा अन्य निजी सङ्घ संस्थामा हुने भ्रष्टाचार निवारण गर्न सरकारले छुट्टै कार्यनीति तोकेको छ। यसअनुसार सहकारी, सार्वजनिक वा निजी कम्पनी र सङ्घ संस्थामा हुने भ्रष्टाचारजन्य कसुर, निजी क्षेत्रको सम्पत्ति हिनामिना वा नोक्सानीको हानि भराउने अनुसन्धान तहकिकात अभियोजन गर्ने निकाय र मुद्दा हेर्ने निकाय समेत तोकेर कानुन निर्माण गरिने भएको छ। तर कसलाई त्यस्तो निकायको रूपमा तोकिनेछ भन्ने कुरा अझै स्पष्ट छैन। यस्तो कानुन निर्माणको काम 2 वर्षभित्र सक्ने लक्ष्य राखिएको छ। तर भोलिका दिनमा निजी क्षेत्रबाट प्रतिरोध भयो भने चाहिँ सरकारको यो रणनीतिले गतिशीलता लिन भन्ने सजिलो छैन। निजी क्षेत्रको भ्रष्टाचारमा अनुसन्धान गर्दा अधिकार क्षेत्र सम्बन्धी संवैधानिक विवाद र कार्यान्वयन क्षमता पनि कमी हुन सक्ने अवस्था रहन्छ। त्यसो भए पहिलो चरणमा निजी क्षेत्रको भ्रष्टाचारको अनुसन्धानका लागि के काम गरिँदैछ त? सरकारको रणनीति अनुसार अब जारी हुने नयाँ भ्रष्टाचार निवारण ऐनका प्रावधानसँग तादम्यता मिल्ने गरी निजी क्षेत्रसँग सम्बद्ध प्रचलित कानुन संशोधन गरिने भएको छ। यस्तो काम आगामी 3 वर्षभित्र सक्ने लक्ष्य राखिएको छ। तर यो सजिलो कार्य भने छैन। सरकारले यो काम गर्दा धेरै कानुनहरू संशोधन गर्नुपर्ने हुन्छ। त्यसकारण ढिलाइ हुन सक्छ, संसदबाट समयमै पारित नहुन पनि सक्छ र निजी क्षेत्रको चौतर्फी विरोध आउन सक्छ। त्यसैगरी सरकारले कम्पनी, साझेदारी फर्म, अन्य निजी सङ्घ संस्था तथा सहकारी क्षेत्रमा हुने सबै प्रकारका अनियमितता वा भ्रष्टाचार सम्बन्धी गतिविधि निरुत्साहित गर्न संहितालाई समेत संशोधन गर्ने तयारी गरेको छ। मुलुकी देवानी कार्यविधि संहिता 2074 को घर जग्गा लिखत पारित सम्बन्धी कानुन सहित निजी क्षेत्रसँग सम्बन्धित अन्य ऐन नियमको समयानुकूल संशोधन गरिने सरकारको तयारी छ। यो काम 2 वर्षभित्र सक्ने लक्ष्य छ। यसमा समेत निजी क्षेत्रको विरोध, कार्यान्वयनमा जटिलता र अनुगमनमा अलिक कमजोरी हुन सक्ने जोखिम समेत औल्याइएको छ। सरकारले यी सबै तयारी समयमै पुरा गरेर निजी क्षेत्रको भ्रष्टाचारलाई अनुसन्धानको दायरामा ल्याउने हो भने साँच्चीकै निजी क्षेत्रमा सुशासन आउन सक्छ। तर निजी क्षेत्रको भ्रष्टाचारलाई सरकारले कुनै निकाय मार्फत अनुसन्धान गर्ने हो भने यसले उनीहरूको पर्फर्मेन्समा केही असर देखिने अनि भ्रष्टाचारको डरले काम नै गर्न असमर्थ देखिने पो हुन् कि भन्ने निजी क्षेत्रको चिन्ताको विषय बनेको छ। तपाईलाई के लाग्छ? निजी क्षेत्रको विवाद अख्तियारले अनुसन्धान गर्नु ठिक हो कि वा हामीसँग पहिले नै निजी क्षेत्रको आर्थिक अनियमितताका लागि अन्य नियमन निकाय भएका कारण अख्तियार जस्ता निकायबाट अनुसन्धान गर्नु उचित होइन? तपाईलाई के लाग्छ? कृपया कमेन्ट लेख्नुहोला। हामी अर्को भिडियोमा यस्तै तपाईहरूको चासो र जिज्ञासा भएको कानुनी विषयलाई लिएर आउने नै छौँ। यहाँहरूको समय शुभ रहोस्।